नमस्कार, म एनर्जी मास्टर तथा चक्र हिलर गोपी अधिकारी। आज म तपाईहरुलाई विशेष गरी घरमा भएको नेगेटिभ एनर्जी कसरी रिमुभ गर्ने, जुन कारणले गर्दाखेरि तपाईहरुको घरमा जहिले नराम्रो हुने, झैझगडा पर्ने, विभिन्न क्लेशहरु भइरहने अवस्थामा नेगेटिभ एनर्जीको कारणले गर्दा पनि हुन सक्छ। त्यसलाई कसरी रिमुभ गर्ने भन्ने विषयमा मैले केही ट्रिकहरु दिन गइरहेको छु। र त्यो भन्दा अगाडि जो व्यक्तिहरु मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ, डिप्रेसन, एन्जाइटी, फोबिया, अनिन्द्रा, कुलतजन्य समस्याहरू, कामहरू नबनेका जस्ता समस्याहरू छन् भने हाम्रो शरीरको 7 चक्र खराब भएर त्यो समस्याहरू सिर्जना हुने हो। र यो 7 चक्रलाई ब्यालेन्स गर्यो भनेदेखि ती सम्पूर्ण समस्याहरू मुक्त हुन सकिन्छ। त्यसको लागि चाहिँ हजुरहरूले प्रत्यक्ष रूपमा मलाई कमेन्टमा धेरैले नम्बर माग्नु भएको छ र मेरो नम्बर यस प्रकार रहेको छ 9846 873443 9846 8734 43। यो नम्बरमा चाहिँ हजुरहरूले विशेष गरी कन्ट्याक्ट गरेर तपाईले अनलाइनको माध्यमबाट पनि हिलिङ गर्न सक्नुहुन्छ अथवा चाबेलमा मेरो अफिस छ, अफिसमा भिजिट गरेर पनि आफ्नो हिल गर्न सक्नुहुन्छ र सम्पूर्ण समस्याहरू मुक्त गर्न सक्नुहुन्छ। र म तपाईहरुलाई बताउन गइरहेको छु घरको नेगेटिभ एनर्जीलाई कसरी रिमुभ गर्ने। त्यसको लागि हामीले बनाउनु पर्ने हुन्छ यस्तो, तपाईले देख्नुभयो यस्तो यही तपाईले चित्र बनाउनु पर्ने हुन्छ। त्यसको लागि मार्कर नै चाहिँदैन, जस्तोसुकै पेनले पनि बनाउन सक्नुहुन्छ र पेपर जस्तोसुकै भए नि फरक पर्दैन। यसमा तपाईले 13, 27, 112, 112, 44, 75, 1, 33, 88 र 9 गरेर तपाईले यसरी बनाउनु पर्ने हुन्छ। र बनाइसकेपछि तपाईले नुन, सबैको घरमा नुन हुन्छ, नुन चाहिँ हरेक ठाउँमा तपाईले राख्नु पर्ने हुन्छ। मैले थोरै यसलाई देखाइदिए मात्र। र नुन सबैवटा जति यो ठाउँमा लेखेको छ त्यो ठाउँमा तपाईले ठ्याक 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 यो नुन राख्न सक्नुहुन्छ। अलिक धेरै धेरै नुन चाहिँ मैले एकदम थोरै राख्दै। र यो नुन राखिसकेपछि तपाईले के गर्नु पर्यो भन्दाखेरि यो मन्त्रलाई तपाईले कल गर्नुपर्ने हुन्छ। ओम सुरसुरे स्वाहा, ओम सुरसुरे स्वाहा गरेर 37 पटक यो मन्त्रलाई कल गर्नु पर्यो र तपाईले प्याक गर्नुपर्ने हुन्छ। यसै गरी तपाईले यसलाई यसरी प्याक गर्ने र प्याक गरिसकेपछि तपाईको हरेक घरको जुनसुकै ठाउँमा, चाहे तपाईको जहाँ छ घरको ठाउँमा यो धूप बालेर चाहिँ यो प्याक गरेर घुमाउनु पर्ने हुन्छ। यो जहाँ चाहिँ नेगेटिभ एनर्जी फिल भएको छ या घरमै जुनसुकै ठाउँमा पनि घुमाइसकेपछि यसलाई तपाईले बाहिर निकालेर या जहाँसुकै हुन्छ फाल्दै पनि हुन्छ र जलाइदै पनि हुन्छ। र यो गर्नुभयो भनेदेखि तपाईको घरमा भएका नेगेटिभ एनर्जीहरू विशेष गरी मन्त्रले पनि प्रभाव पार्ने भयो, प्लस यो जति पनि छ यसले तपाईको सम्पूर्ण रूपले प्रभाव पारिसकेपछि तपाईको घरमा भएका सम्पूर्ण नेगेटिभ एनर्जीहरू मुक्त भएर तपाईको घरमा एकदम शान्ति हुनेछ भन्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।